मर्नुभन्दा अगाडि के यमराजले तेरो अन्तिम इच्छा के छ भनेर सोध्यो भने मेरो अन्तिम इच्छा नै करेन्ट चाउचाउ खाने हुन्छ होला कि यति मिठो लाग्छ नि यो करेन्ट चाउचाउ। ओ माई गड यति मिठो हुन्छ है। सानो बाइटमा त खेला खाए जस्तै लाग्दैन कि गम ठुलो मुखै भरिको बाइटमा खाँदा त ओ माई गड दिलले खुस भएर आउँछ कि हरर भएर आउँछ। यति मिठो चिज धन्न यति मिठो करेन्ट चाउचाउ खानको लागि भए पनि यो धरतीमा जन्मेछु भनेर खुसी लाग्छ कि त्यही कुराले पनि। फेरि कन्ट्रोलै नभएर कत्रो बाइट्सहरू खाएको छु कि ओ माई गड यति मिठो भएको थियो नि मुखै भरिको बाइट्स खाँदा त ओ माई गड कस्तो चाहिँ मिठो भएको थियो क्या। करेन्ट चाउचाउ खाँदा त मेरो घर निकालै होला जस्तो भइसक्यो कि साथीहरू यति मिठो चिजमा कसरी छोडौँ कि कसरी। भर्खर खाएर बसेको 5 मिनट भएको छैन फेरि यो भिडियो हेर्दा यस्तो मुखभरि पानी आइसक्यो कि यस्तो पाराले मैले कहिले छोड्नु क्या। मेरो घर निकाला होस् इट्स ओके तर यति मिठो चिज चाहिँ म छोड्न सक्नेवाला छैन साथीहरू। सो हजुरहरू पनि मैले जस्तै ठुल्ठुलो बाइटमा एकचोटि खाएर हेर्नु होला है यति मिठो हुन्छ नि। मैले त पुरा प्लेटै चाटचुट पारेर खाइसकेको थिएँ कि यस्तो मिठो थियो नि जुन कुरा मैले भनेर एक्सप्रेस नै गर्न सक्दिनँ क्या।